के गर्छ र कहिलेदेखि सुचारू हुन्छ? अब सरकार सम्बन्धित हाम्रो सडक डिभिजन पूर्ण रूपले लागिरहेको छ। अब यो हामी आज बेलुका र भोलिसम्ममा चाहिँ यो बाटो खुलाउनेमा लागिरहेछ। अब दीर्घकालीन रूपमा के गर्ने भन्ने पनि हाम्रो अध्ययन हुन्छ र अहिले तत्कालको लागि चाहिँ यो जुन ट्र्याक छ त्यसैलाई चाहिँ ओपन गरेर बाटो खुलाउनेतिर हामी लागिरहेछौँ। यो मेची राजमार्गको यो माइखोला सडक खण्ड चाहिँ प्रत्येक वर्ष करोडौं रुपियाँ लगानी हुन्छ राज्यको, तर यसको अध्ययन किन हुँदैन? अध्ययन बेगर चाहिँ यहाँ निर्माण गरिरहेको छ, जसले गर्दा वर्षै पछि यहाँ चाहिँ ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलामका चाहिँ यात्रुहरूले शास्ति पाउनुहुन्छ। अब यसको विकल्प सरकारले खोज्छ कि खोज्दैन? अब विकल्पको रूपमा दीर्घकालीन चाहिँ स्थायित्व हुने गरेर यसको अध्ययन हुन्छ, अध्ययन गर्छौँ। त्यसलाई विकल्प कताबाट छिटो हुन्छ र स्टेबल हुन्छ त्यतैबाट हामी चाहिँ अध्ययन गरेर अगाडि बढ्छौँ। मन्त्रीज्यू, अब यहाँ त मेची राजमार्गले भेटेको, राजमार्ग आउनुभयो, पीडित चाहिँ गाउँमा छन्, पीडितमाथि जनताले मन्त्रीहरू पर्खिरहेका छन्, के भन्नुहुन्छ इलामे जनतालाई? अब इलाममा ठुलो डिजास्टर भएको छ होइन, यो मौसमको एउटा ठुलो अतिवृष्टि भएको कारणले जुन डिजास्टर भयो त्यसको लागि सरकारले सबै किसिमको चाहिँ राहत वितरणदेखि लिएर रेस्क्युदेखि लिएर सबै कुरा तत्काल गरेको छ। अब त्यही भएर इलाम जिल्लालाई हामीले सङ्कटग्रस्त क्षेत्र भनेर पनि घोषणा गरेका छौँ। त्यो सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि इलाम जिल्लालाई प्राथमिकतामा राखेको भन्ने सरकारको जुन मेसेज दिन पनि खोजेको र यसलाई गर्नुपर्ने सम्पूर्ण काम राहतको लागि, पुनर्स्थापनाको लागि सबै काम सरकारले गर्छ र सबै निकायहरूबाट, सुरक्षा निकायबाट, स्थानीय निकायबाट र यो चाहिँ विभिन्न सङ्घ संस्थाहरूले पनि प्रोएक्टिभली यहाँ चाहिँ राहत वितरण गर्ने, पुनर्स्थापनाको कामहरूमा सहयोग गरिराख्नु भएको छ। स्थानीय सरकारले कतिको समन्वय गरेको पाउनु भएको छ? अनि स्थानीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार पनि एकदम प्रोएक्टिभली लागिराख्नु भएको छ। सबै चाहिँ राम्रो कोअर्डिनेसनमा काम गरिराख्नु भएको भन्ने यहाँ भर्खरै पनि मैले ब्रिफिङ दिएँ, सिडिओ साहबदेखि लिएर सबैजना, यहाँ मेयर, वडा सबैजना लाग्नु भएको छ। अब मुख्य गरेर पूर्वाधारलाई रिस्टोर गर्ने र पुनर्स्थापन गर्ने हो। अब धेरै चाहिँ यो विभिन्न ठाउँमा बाढीले चाहिँ विस्थापित भएको छ, घरहरू बगाएको छ, उहाँहरूलाई पुनर्स्थापना गर्ने र राहतहरू वितरण गर्ने कुरा नै मुख्य कुरा हो। जति पनि चाहिँ ल्यान्डस्लाइडबाट, पहिरोबाट पुरिएर बित्नु भएको छ उहाँहरूलाई राहत दिने कुराहरू सरकारले सुरु नै गरिसकेको छ, दिइ नै सकेको पनि छ। केही बाँकी चाहिँ विभिन्न कारणले बाँकी पनि होला होइन, र घाइतेहरूलाई उपचार गर्नेदेखि लिएर सबै कुराहरू चाहिँ सरकारले गर्छ।